राजधानी रद्दको बारेमा मलाई थाहा छैन, तर जरिवानाको विषयमा त्यो सार्वजनिक रूपमा आएछ। मलाई लाग्छ पछिल्लो दिनमा बालिनजीले गरेको एक प्रकारको चाहिँ नि गम्भीर प्रकारको त्रुटि हो भन्ने मलाई लाग्छ। म धेरै आलोचना गर्न चाहन्न, किनभने हिजो त तपाईले तिर्नु भएको छ 1 लाख रुपैयाँ त तत्काल तिर्ने अवस्था थियो। अब त्यही मैले भन्दै गरेको के भने यसमा त अझ आयोजक स्पष्ट थियो हैन। आयोजकले म यो ठाउँमा प्रदर्शन गर्छु, कार्यक्रम गर्छु भनेर जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिएर अनुमति लिएर प्रदर्शन गरेको ठाउँ हो हैन। त्यो अभिलेख छ, ब्यानर छ, प्रश्न छ आयोजक को छ र त्यसको नेतृत्वमा को छन् भनेर उनीहरूलाई त्यस बोकाउने नै हो भने उसलाई र सरकार दुईटै पक्षलाई भाग लगाएर बोकाउनु पर्थ्यो। बोकाउने नै हो भने, किनभने त्यो जुन हिंसा भयो, जुन फोहोर मैला भयो, जुन प्रदूषण भयो, त्यसमा क्षति भयो, त्यसको चाहिँ नि दुईटै पक्षलाई बोकाउँदा हुन्थ्यो अथवा कुनै एउटा पक्षलाई कुनै एउटा पक्षलाई बोकाएको भए हुन्थ्यो। तर अब सम्बन्धै नभएको, अब राजावादी अथवा राजाको पुनर्स्थापनाको लागि, राज संस्थाको पुनर्स्थापनाको लागि आन्दोलन गरेको हुनाले राजालाई बोकाउनु पर्छ, राजा जिम्मेवार हो भन्यो भने त कतिले चाहिँ फेरि मार्क्स एङ्गेल्सको फोटो बोकेर हिँडिराखेका छन् हैन। त्यो हैन, त्यसो भए त एमालेलाई दण्ड होइन, मार्क्स एङ्गेल्सलाई चाहिँ चिठी काट्नु पर्ने भयो। यो मिलेन, यति मात्रै भन्छु। धेरै धेरै धन्यवाद।